एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ हामीहरू ब्याग प्याक गरेर इलाम कन्यामसम्म चाहिँ जान लागेको। लुक एट गाइस, मेरो टिप्पाको रिएक्सन। हामी जाँदा रुनु मन लाग्यो साँच्ची हो। त्यसपछि चाहिँ हामी घरबाट निस्क्यौँ अनि घन्टाघर पुगेर चाहिँ हामीले माइक्रो लियौँ अनि त्यहाँबाट चाहिँ हाम्रो यात्रा सुरु भयो साथीहरू। अहिलेको वेदरमा चाहिँ टरराको बाटो एकदमै राम्रो देखिन्छ, वरिपरि जङ्गल अनि बिचमा रोड भएर। अनि यस्तो अफ रोड हुँदै हामी पुग्यौँ दमक। बाटोमा हामी ब्रेक लिँदै हामी फेरि मासतिर लाग्यौँ साथीहरू। अनि माथि पुग्दै जाँदाखेरि चाहिँ अलिक हुस्सु परेकोले अलिक चिसो चिसो नि बढिरहेको थियो। अनि हामीले होटेलको दाईलाई कल गरेर चाहिँ हामीलाई रिसिभ गर्न आउनुहोस् भनेर भनेको थियौँ। सो दाईहरू पनि लिन आउनुभयो अनि दाईहरूसँगै हामी चाहिँ होटेलतिर लाग्यौँ साथीहरू। अनि हामी बसेको होटेल चाहिँ शेर्पा होटेल एन्ड लज थियो। अनि लुक एट द पप्पी सुतिरहेको थियो। अनि हामीले होटेल चेकिङ गरेर हामी रुमतर्फ गयौँ साथीहरू। अनि हाम्रो रुम चाहिँ यस्तो थियो। अनि बाल्कनीबाट चाहिँ चियाबारीको भ्यू देखिने थियो। सो हामीले चाहिँ यही रुम लियौँ साथीहरू। बेडमा चाहिँ यसरी स्वान बनाइदिनु भएको रहेछ, सो क्युट। अनि हामीलाई चाहिने इच एन्ड एभ्री कुराहरू थियो। हामी चाहिँ अनि फ्रेस भएर रेस्ट गऱ्यौँ साथीहरू। थ्याङ्क यू फर वाचिङ।